नमस्कार, मेरो नाम प्रशंसा केसी हो। म कक्षा 3 मा पढ्छु। मेरो विद्यालयको नाम एप्पल एकाडेमी हो। आज म काउली र आलुको तरकारी पकाउँदै छु। अब म आलुको बोक्रा फाल्दै छु। म अब आलु काट्छु। म आलु काटिसके, अब काउली काट्छु। म काउली काटिसके। अब म काउली र आलुलाई राम्रोसँग पखाल्छु। अब काउलीलाई पखाल्छु। काउलीलाई राम्रोसँग पखाल्नु पर्छ, काउलीमा किरा पनि हुन सक्छन्। म आलुलाई राम्रोसँग पखाल्छु। म अब कराईलाई चुलोमा बसालिसके। अब म कराईमा तेल राख्छु। तेल तातिसक्यो, अब म मेथी र खुर्सानी फुराउँछु। बेसार राखेर म आलु राख्छु। आलु भुटिसक्यो, अब म जिरा र धनियाँको पेस्ट राख्छु। अब म काउली राख्छु। काउली र आलुलाई राम्रोसँग भुटेर छोपिदिन्छु। म थोरै पानी राखेर स्वाद अनुसार नुन राख्छु। अब म राम्रोसँग चलाएर ढाकिदिन्छु। तरकारीमा राख्नुपर्छ। अदुवाले तरकारीलाई स्वादिलो गराउँछ। अब म खलमा राखेर फुट्छु। अदुवालाई राम्रोसँग पिसेर तरकारीमा राख्छु। मेरो तरकारी पाकिसक्यो, अब मैले यसमा धनियाँ राख्छु। मेरो तरकारी रेडी भयो। हस्त, धन्यवाद।